अहिले चाहिँ फिलहाल यस्तो भइरहेको छ गाइस। यहाँ चाहिँ यस्तो मैला भएको थिएछ होइन, फाइनल्ली मैले यो भन त विशेष मामा आउँछ त माम भन न, माम भन त। मामालाई ढोक गर न, मामालाई ढोक गर। चिकनको त्यो पकौडा, ए पकौडा होइन आज भाइमा चलो। हेलो गाइस, वेलकम टु माई च्यानल। सो आजको नयाँ दिन नयाँ ब्लगमा स्वागत छ तपाईँहरूलाई फेरि पनि मेरो च्यानलमा। र आज चाहिँ म ब्लग गरिरहेको छु धेरै दिन बादमा, किनभने मेरो दादा चाहिँ पल्टनबाट 7 मन्थ बाद घर आउनुहुँदैछ। सो त्यही कारण मैले ब्लग गरिरहेको छु, हेरेर इन्जोय गरिदिनुहोस् गाइस। अहिले चाहिँ फिलहाल यस्तो भइरहेको छ घर बनाएकोले गर्दा चेलीले हो, अन्त यहाँ सनाकसिनी गर्न आँटेको छु। यो चाहिँ हो हाम्रो रुम, यस्तो भइसकेको छ हो। यो चाहिँ लुगा धुनुपर्ने हो, अब अर्को रुम पनि सफा गर्नुपर्छ। सनाकसिनिक भयो यहाँ। अब चाहिँ यो रुम सफा गर्नुपर्छ। यो चाहिँ बेड चेन्ज, पोजिसन चेन्ज गर्नु नि आँटेको छु। यहाँ चाहिँ मेरो छानु बाबा, यो सबै गर्नुपर्छ गाइस। अनि त्यसको बादमा देखाउँछु ल म तपाईँहरूलाई। रुम यति रहँदा मैला भइरहेको छ। अनि यो बाहिर च्यादर लगाएको चाहिँ हाम्रो यो झुलन चाहिँ अलिकति बढाउनुको लागि, अन्त प्लस अगाडिपट्टिबाट सिडी निकाल्नुको लागि चाहिँ गरिराखेको छ गाइस। अहिले भेट्छु गाइस, स्टे ट्युन, बाई बाई गाइस। यहाँ चाहिँ यस्तो मैला भएको थिएछ होइन, फाइनल्ली मैले यो अलमारी कपबोर्ड चाहिँ यता सारिसकेको छु। अन्त अब हेर्नुहोस् ल गाइस, देखाउँछु। फाइनली गाइस मैले चाहिँ यस्तो गरिसक्यो होइन। अनि कपबोर्ड चाहिँ यहाँ राख्यो। यो चाहिँ मेरो दादाको ट्रफीहरू सबै पुछपाछ गऱ्यो होइन। त्यो पोस्टर अब त्यहाँ लाउनुपर्छ। यो मान्छे चाहिँ मसँग बसेको चाहिँ बदमास गरेर काम गर्नु नदिएर हो गाइस। अब चाहिँ म फिक्स गरेर भेट्छु ल। फाइनली गाइस अरेन्ज चाहिँ यस्तो भयो। यो बाहिर काम हुँदैछ। भिडियो कलमा बात मार्दैछ आमा चाहिँ, आमा र नानी। नगर न, मामसँग बात मार। माम भन त, माम भन न, माम भन त छिटो, माम भन न, माम भन त। विशेष मामा आउँछ त माम भन न, माम भन त छिटो, माम भन। अट्टिरे भाइ, विशेष मामालाई हेरिदेऊ त खै। ऊ आयो आयो आयो, ऊ माथि, ऊ अम्बो अम्बो, उयो फेरि फेरि आयो 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 आयो। उसले चाहिँ विशेष मामालाई हेरेको, मामालाई ल्याउनु पर्यो। बाई जाऊ ल ल ल। मामालाई हेरिदेऊ त उकालो फर्केर। मामा भन न, मामा भन न। खै कसरी हेर्नुपर्छ मामालाई? ऊ आउँदैछ मामा, मामा आउँदैछ माथि। लगाइदिउँ भनेको सनाक्सिनी गरिसकेर पनि नुहाइधुवाइ गरेर पनि अब यो पर्दा सिलाउनु आँटेको छु गाइस। फाइनली गाइस म चाहिँ यहाँ पर्दा लगाइसकेँ हो। अहिले चाहिँ चटक्क भयो। अनि म चाहिँ यहाँ बसिरहेको छु गाइस। अब चाहिँ म पानीले तताउँछु, फ्लासतिर हाल्छु होइन। फ्लासहरू पनि धेरै चिटिक्कै बनाइरहेको छु हो। त्यसै छ गाइस, हेर्दै गर्नुहोस् होला। यतै हामी जाँदै गरेको छौँ बाइकमा। बेसिक र म 4 बजीतिर चाहिँ कामसाम सकेर घरको रुम गएको। हामी चाहिँ सामान लिनु, सिंहमारीसम्म। सो हामी यसरी जाँदैछौँ दुईजना बुढाबुढी भएर बाइकमा हो। अनि यो चाहिँ हाम्रो सोमको बाटो गाइस। हामी चाहिँ आन्टीको घर जाँदैछौँ शान्ति पर्वत। हाम्रो चाहिँ हिजो सामान राखेको थियो नि त, त्यही सामान ल्याउनको लागि चाहिँ जाँदैछौँ। त्यहाँ पुगेर देखाउँछु गाइस। त्यही यस्तो छ, जाँदैछु आन्टीहरूकोमा। आन्टीको गएर चाहिँ देखाउँछु नि गाइस तपाईँहरूलाई। हामी त्यही अमर अङ्कलको घर पुग्यौँ। अमर अङ्कल ए अनुराग पुरेस सुतिरहेको छ क्या, दुईजना सुतिरहेको थियो क्या ऊ छोरा। ट्युसन जाऊ
निङमाथिलाई गयो भने ल हाम्रो सामान देखाइदेऊ न हाम्रो सामान देखाइदेऊ न हो म चाहिँ यहाँ छु म त्यही यहाँ बोकिरहेको छु अब सटकमा पेटा देखाउँछु ल गाइस तपाईँहरूलाई हामी चाहिँ यहाँ सेन्ट मेकलको रोडमा निक्ल्यौँ गाइस हाम्रो बाइक चाहिँ उताल्दा छ अब एकछिन हामी चाहिँ अन्जु भाउजूको दोकान जान्छु अनि त्यसको बादमा जान्छु हिँड न त्यसको बादमा चाहिँ हामी घर जान्छौँ गाइस चिनेन रहेछ मामालाई ढोक गर न मामालाई ढोक गर न छे गर त मामालाई यस भन्यो अब हेलो गाइस र दादा आइपुग्नु भएर पनि चिया स्याब अलिकति गफ सफ गरेर पनि होइन आज चाहिँ दादाको लागि स्पेसल के बनाइदिएको छ भने चाहिँ चिकनको त्यो पकौडाको पकौडा होइन कोफ्ता सो अहिले तपाईँहरूलाई डिनर गर्दा म देखाउनु छु गाइस आज हामी बेड सिफ्टिङ रुम सिफ्टिङ हो रुम सिफ्टिङ भन्देऊ न कोही भुइँतिरै छ लडी बडी यहाँ कोही गुटु भएर सुत्छ हेलो गाइज थ्याङ्क यू फर वाचिङ दिस भिडियो सो भिडियो चाहिँ यति नै थियो दुःख सुख घर सफा गरेको र दादा आउने दिनको भ्लग चाहिँ मैले गरेको थिएँ किनभने मेरो ड्युटी चाहिँ अफ थियो गाइज सो हेरेर लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु चाहिँ नभुलिदिनुहोस् होला अनि मलाई धेरै भन्दा धेरै सपोर्ट र माया दिनुहोस् थ्याङ्क यू